एएफसी एसियन फुटबल क्वालिफायर्स थर्ड राउन्ड जहाँ आज भिड्दैछन् नेपाल फुटबल भर्सेस मलेसियन फुटबल टिम। यस्तो अवस्थामा आज के आफूभन्दा बलियो मलेसियालाई हराउन सक्ला? ग्रुप एफमा रहेको नेपालले मलेसिया, भियतनाम र लाओससँग खेल्नेछ। नेपालले भर्खरै मात्रै सिङ्गापुरसँग फ्रेन्डली म्याच खेलेको थियो, जहाँ नेपालले सिङ्गापुरलाई 1-0 को झिनो अन्तरको जित निकालेको थियो। हुन त यो जितले धेरै अर्थ लगाउँछ, किनभने म्याट्रोसको पहिलो प्रशिक्षणमा नेपाली पुरुष फुटबल टोलीको पहिलो अन्तर्राष्ट्रिय खेल थियो। यसरी हौसिएको नेपाली टोलीले के आज आफूभन्दा फिफा र्याङ्किङमा धेरै अगाडि, यानि कि मलेसिया 132 र नेपाल 172 स्थानमा रहेको छ। यस्तो अवस्थामा के नेपाली टोलीले मलेसियामाथि उसकै होम ग्राउन्डमा मलेसियालाई हराउन सक्ला? तपाईँको प्रतिक्रिया के रहेको छ? मेरो तर्फबाट भने विश यु अल द बेस्ट एन्ड गुड लक नेपाली फुटबल टिम।